Hello guys, welcome to back on Surendra Century Vlog channel. भन्न मिल्दैन। नमस्ते साथीहरु, हजुरहरुलाई स्वागत छ हाम्रो सुरेन्द्र सेन्चुरी ब्लग च्यानलमा र हाम्रो सुरेन्द्र सेन्चुरी च्यानलमा देखाएको सपोर्ट जसरी नै हाम्रो हिमालय ब्लग 12 मा पनि यस्तै सपोर्ट देखाइदिनु हुन्छ भन्ने आशा गर्दछु म। र आज म आएको छु छतमा छठ पर्व होइन छठमा र गाइस छठमा आएको छु। यसो रमाइलो गरेको आज चाहिँ धेरै पछि म भिडियो बनाइरहेको छु किनभने हाम्रो स्कुलको स्पोर्ट मिट लगायत अन्य खेलकुदहरुमा व्यस्त थिएँ म र मेरो कबड्डीको प्र्याक्टिस चलिरह्यो र राष्ट्रपति रनिङ सिल सकेपछि चाहिँ भिडियो रेगुलर आउने छ गाइज। र रनिङ सिल सकिएपछि भिडियो राम्रोसँग आउँछ र हेर्दै जानुस् रमाइलो गर्दै जानुस् भन्ने आशा गर्दछु र हजुरहरुको आशीर्वाद मलाई दिनुहोला किनभने मलाई राष्ट्रपति रनिङ सिलमा जित्न मन छ गाइज। र हामीले पहिलाको रनिङ सिल हारेको किन थाहा, हाम्रो मेन प्लेयर ओभरलोड भएर अनि बिपी बढ्दै लास्टै कोही उस स्पोर्ट प्लेयर हुनुहुन्छ भने चाहिँ हाम्रो बोडीले ब्यालेन्सिङमा के ठ्याक्क वेट राखेपछि 60-65 सम्म राख्दा एकदम राम्रो। 18 प्लस नभएको चाहिँ 75 म्याक्सिमम 75 को क्या कबड्डी खेल्नेहरूको। फुटबलहरूको त ओभरवेट सोवेट केही हुँदैन, भलिबलमा नि हुँदैन, त्यही हो। टेकान्डो खेल्नुहुन्छ भने पनि म्याक्सिमम 60 अन्डरै राख्यो भने 60 को टेकान्डो खेल्नु 60 अन्डर राख्दा एकदम राम्रो कि। अनि उस कबड्डीहरू खेल्न चाहिँ म्याक्सिमम 60 to 65 हो किन भन्दाखेरि त्यो ओभरवेट 75 सम्म मात्र खेल्न मिल्ने अनि 75 सम्म खेल्न मिल्ने भएर उस अझै हाम्रो उता खेल्न गएको रङ्गा साला अनि त्यता गएको अनि एउटा दाइ हुनुहुन्छ त्यहाँ दाइको कति 76 भएको यस्तो के गरेन त्यहाँ दाइले खेलाउने भनेर कहिले टोइलेट पठाइयो कहिले दौडाइयो तर वेटै घटेन एकले त त्यही भएर हारियो। फेरि एक पोइन्टले हारेको लास्टै के। र गाइज आज छठमा आएको म बिहानै र हजुरहरूलाई म यसो हेर्दै थिएँ माउन्टेन भ्यू देखियो, हजुरहरूलाई पनि देखाउँ न त भनेर होइन। जस्ट हेर्नुहोस् धौलागिरी माछा माउन्ट फिस यता चाहिँ थाहा छैन यार यो के हो। यता चाहिँ सूर्यदेवहरू त देवमा देव सूर्यदेव र सिधा हेर्नु चाहिँ एउटा ठुलो टावर देख्नुहुन्छ त्यो चाहिँ हो के बेसी यार के भन्छ यार एकचोटि हेर्नु के भन्छ यार बेसी ए सरी भ्यू टावर कस्तो बिर्सिरह खुकी लागेको छ मलाई किन भन्दाखेरि चाहिँ किन खुकी लाग्यो मलाई थाहा छैन, आफैलाई आयो। ए स्पोर्ट मिटको बेलामा जर्सी लाएर मात्र हिँड्ने गरेको थिएँ, चिसो डेन्जरी खायो, चिसोले गर्दाखेरि बिहान लास्ट चिसो हुन्छ बेलुकी चिसो हुन्छ दिउँसो चाहिँ एकदम ब्यालेन्सिङ। दिउँसो चिसो हुन्छ मतलब स्कुलमा चिसो हुन्छ र हाम्रो माउन्टेन भ्यू हेर्न सकिन्छ। आइ यो माछा पुछेर धौलागिरीमा एकदम डिफ्रेन्स छ कि ल हेर्नु त्यो धौलागिरीमा हेर्नु हिउँ छ, माछा पुछे हेर्नु बिचरो थोरै हिउँ उधारो दिएन यार, पछि तिर्देला नि यार दिएन उधारो यार, कस्तो हेरेर माया लाग्दो भइसक्यो त्यस्तो हल्का उधारो दिएर के जान्छ र थोरै। र गाइज अहिले हाम्रो च्यानलमा किन भिडियो आएन यसबारेमा म केही कुरा राख्न चाहन्छु किनभने हाम्रो त्यही स्कुल मिटहरू भयो र अन्य खेलकुदहरू अनि त्यस्तै छ। र अब आज मङ्सिरको 1 गते र डे 1 र अब भिडियो नआए पनि हाम्रो कम्युनिटी पोस्टमा रेगुलर भिडियो आउनेछ र हजुरहरूले हेरेर मन पराइदिनुहुन्छ भन्ने म आशा गर्दछु। कम्युनिटी पोस्टमा के मन पराउने
लाइक हान्ने मात्र गरिदिनु भोटिङ गरिदिनु म भोटवाला नै उस हालिदिन्छु यति नै भन्दै के भन्ने यति नै र गाइज त्यस्तै छ र फेवाताल देख्न मिल्दैन किनभने घामै लागे उता घाम त लाग तर कुहिरोसँग लाग कि थिस देखिन्छ यता पनि त्यही भयो यता माउन्टेन भ्यू चाहिँ सही देखिन्छ र यति नै भन्दै सुनेन्द्र सेन्चुरी च्यानललाई सरी जसरी लाइक सब्सक्राइब गरे भिडियो हेरिदिँदै हाम्रो च्यानलमा जोडिँदै रमाइलो उठाउँदै बस्नु होला भन्दै म बिदाइ लिन चाहन्छु।